Yeah. सडकको धुलोबाट उठेको आवाज, सिस्टम हल्लाउने सोच, यो कुनै नारा होइन, यो भविष्यको ब्लुप्रिन्ट हो। कागजमा मात्र होइन काम देखाउने नेता, भोलि भन्दा एक्सन ठुलो त्यो हो बालेनको पहिचान। फोहोर देखेर आँखा चिम्लिने पुराना अनुहार, यहाँ योजना छ, दाता छ, भिजन छ साफ र स्पष्ट। नक्सा बिना देश बनेन, नियम बिना सिस्टम चलेन, सहरलाई स्टार्ट बनाउने सोच सपना होइन प्रोसेस चलेको छ यहाँ। डिजिटल सिस्टम, पारदर्शी शासन, कमिसन होइन सोलुसनको भाषण। बजेट कहाँ जान्छ जनता जान्ने अधिकार, लुट होइन विकास, यही हो नयाँ आधार। नयाँ नेपाल निर्माणको लागि बालेनलाई भोट, पुरानो सोच तोड, अब समय आयो ठुलो सोच। काम गर्ने हात, सफा मन, स्पष्ट भिजन, देश बनाउने यो हो रियल डेफिनिसन। नयाँ नेपाल निर्माणको लागि बालेनलाई भोट, नारा मात्र होइन रिजल्ट देखेको छ हिरो। युवा श्रमिक किसान सबैको आवाज, अब नेतृत्व यस्तो होस् जो डराउँदैन समाज। दल फर बेसिकबाट सुरुवात, किनकि फाउन्डेसन बलियो भए देश बलियो हुन्छ साथ। शिक्षामा सुधार, स्किलमा लगानी, विदेश होइन आफ्नै देशमा। भविष्यको भारी शहर मात्र होइन, गाउँसम्म सोच पुगेको केन्द्रीय विकास होइन। समान अवसर खोजेको कानुन सबैलाई बराबर, सानो ठुलो छैन, कुर्सी होइन सेवा, यो माइन्डसेट पुरानो छैन। युवालाई भाषण होइन प्लाटफर्म चाहिएको, काम गर्न सिस्टम सिफारिस हटाइएको। भ्रष्टाचारसँग सम्झौता छैन यहाँ, त्यसैले डराउँछन् ती जसको व्यापार थियो अँध्यारोमा। नयाँ नेपाल निर्माणको लागि बालेनलाई भोट, भोलिको सपना होइन आजै चालिएको नोट। काम गर्ने नेता, नडराउने कलम, देश बनाउने यो हो नयाँ जेनेरेसनको कदम। नयाँ नेपाल निर्माणको लागि बालेनलाई भोट, नारा मात्र होइन रिजल्ट देखेको छ हेरिरो। युवा श्रमिक किसान सबैको आवाज, अब नेतृत्व यस्तो होस् जो डराउँदैन समाज। राजनीति मतलब सत्ता होइन जिम्मेवारी हो, जनताको करको हिसाब दिनु इमानदारी हो। सोच परिवर्तन भए मात्र देश बदलिन्छ, त्यही सोच लिएर बालेन अघि बढ्छ। न युवा भनेर रोक, न नयाँ भनेर हेप, योग्यता बोल्छ यहाँ उमेर होइन स्केल। देश चलाउन भिजन चाहिन्छ, साथ चाहिन्छ, भिडको पछि होइन सोचेको साथ चाहिन्छ। यो कुनै आइडल पूजा होइन, यो काम र सोचको समर्थन हो। यदि हामी नयाँ नेपाल चाहन्छौँ, नेतृत्व पनि नयाँ हुनुपर्छ, साफ हुनुपर्छ।